हेलो गाइज, नर्सन नमस्ते। यहाँहरूलाई हाम्रो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ दिन एकदमै चिसो भएको कारणले हामी चाहिँ मिठो चिया चाहिँ खाउँ न त भनेर लाग्दैछौँ। सबैजनालाई बनाउँछु मिठो चिया खानुपर्छ है त। म चाहिँ चिया बनाउन सुरु गर्दैछु। 1 कप पानी राखेर ग्यास अन भइसकेको छ। 1 कप पानी राख्छु अनि बनाउँछु। यसमा मिठो मिठो हुने तरिकाले मसला हाल्छु। यसरी लिएको छु मैले चाहिँ यो ल्वाङ, सुकिमेल र मरिचको धुलो हो। यो राखेपछि चाहिँ एकदमै टेस्टी हुन्छ। म चाहिँ 2 कप चिया बनाउँछु। 2 कपको लागि 1 कप पानी राख्छु अनि अर्को कप दुध। यसलाई मजाले उम्लिन दिनुपर्छ। यसो गरे भने चाहिँ एकदमै चियाको फ्लेभर राम्रो आउँछ अनि टेस्टी पनि हुन्छ। अर्को लिएको छु मैले अदुवा। अदुवालाई मैले कोरेसोमा कोरेर राखेको छु। यसलाई पनि राखिदिन्छु अनि यसको मजाले एकछिन उमालिदिन्छु। यसको मिठो बास्ना पनि आउँछ, स्वाद पनि आउँछ। उम्लिँदैछ मेरो चियाको मसला। चिया मजाले उम्लिँदैछ। यो चाहिँ ल्वाङ, सुकिमेल अनि मरिच, अदुवाको धुलो राखेर उमालेको छु। अब यसमा 1 चम्चा चिया मसला राखेर यसको कलर निकाल्दैछु। निकाल्छु। त्यसपछि चिनी पनि स्वाद अनुसार राख्दैछु। मलाई चाहिँ ठिकै मनपर्छ, धेरै गुलियो पनि मन पर्दैन अनि यति राखेँ चिनी। यसको कलर मजाले निस्किसकेको छ। अब अर्को कप दुध राख्छु। अब यसलाई मजाले एकछिन उमालिदिन्छु अनि मिठो चिया खाने हो। चिया चाहिँ मजाले उम्लिँदैछ। यसको कलर एकछिन आउन दिउँ। चियालाई चाहिँ जति धेरै उमाल्यो, एकछिन टाइम लागेर उमाल्यो भनेदेखि चाहिँ एकदमै मिठो स्वाद आउँछ। मिठो पनि हुन्छ, बाक्लो पनि हुन्छ। म चाहिँ यसलाई केही बेर उम्लिन दिन्छु। कलर आउँदैछ। छोरो, हजुर पनि चिया खाने होइन र? हो माउ, दिन पनि कस्तो चिसो सम्म आउने 1 कप चिया अनि यता डोनट खाने हो। हस्, चिया कस्तो हुन्छ भन है त। चियाको कलर चाहिँ यस्तो दामी आइसकेको छ कि कतिखेर खाम भइरहेछ। मलाई चिसो पनि छ। हाम्रो चिया रेडी भइसक्यो। अब कपमा राख्छु, ग्यासलाई अफ गरिदिन्छु। अब चिया छान्दैछु। कस्तो बास्ना, मिठो। वाउ, यस्तो चिया खाएपछि त जिउ कसो नतात्ला। हाम्रो चिया खाने मान्छे चाहिँ रेडी भइसक्नु भएको छ। यहाँ आएर बसिसक्नु भएको छ। डोनट पनि अगाडि राखेर चिया खाने रेडी भइसक्नु भएको छ। चिया खान रेडी भएको हो? हेलो भन्दैछ सबैजनालाई। ल अब चिया पनि हामी खाँदैछौँ आमा छोरा बसेर। चिया खाने हेर्दै छोरा डोनटसँग। ल चिया लिनुहोस्। यति चिया त खाइसक्दैन होला नि छोराले फेरि। आज छोरो पनि चिया खाने भनेर चाहिँ चिसो भनेर सुरु पनि भइसकेको उसको चाहिँ है फेरि। ल कस्तो छ चिया? मिठो छ। डोनट लिओरी उ चाहिँ एकदमै तयारी अवस्थामा।
म पनि लिन्छु अब एउटा दुनोट हस् कस्तो छ चिया चुरुप्प खाइदिनुस् त हामी त खायौँ है खाइछ मिठो छ वाउ टेस्टी भएछ टेस्टी साथीहरू आज चाहिँ एकदमै चिसो छ क्या दिन पानी पनि परिरहेको थियो बिहान त्यही भएर अल्छी पनि लाग्यो घरमा बस्दा बस्दा चिया पनि खाइदिउँ न त यसो भनेर चिया अनि दुध खान लागेको हो क्या हामी चाहिँ को फर्स्ट खाने है त छोरो च्यालेन्ज गर्ने हो हो र होइन होला म जित्छु होइन छोरीलाई त मै जित्छु नि ल हेरौँ है त कसले जित्छ साथीहरू मलाई चाहिँ यसरी खाएको एकदमै मनपर्छ है तपाईँहरूलाई नि दुनोट अनि चिया एकदमै मनपर्छ मलाई चाहिँ जाडोमा छोरा सिधै छ है म जित्न लागेको हो होइन होला आज चाहिँ दिन चिसो भएर मैले छोरीलाई चिया दिँदैन थिएँ आज चाहिँ होस् न त नि भनेर छोरीले पनि चिया खाने रहर गर अनि केही हुँदैन होस् बच्चा भए पनि केही हुँदैन एक कप चिया खाँदा त भनेर मैले पनि उसलाई चाहिँ दिएको खुसी भएर खाँदैछ आज चियाको स्वाद पाएर अघिपछि चिया खान पाउँदैन थियो खुसी भइरहेछ हो कि होइन चिया कस्तो हुँदो रहेछ मिठो हुँदो रहेछ र ननिउरिनुहोस् न त्यसरी त अलि उठेर खानुहोस् आज चिया खान पाएको छ धेरै खुसी भइरहेछ है ओ मुसु मुसु पनि हाँस्दैछ चिया खान पाएर अहिपछि चिया दिँदैन थियो मामुली है हामी त चिया खाएको खाइ भयो नि त कम्पिटिसन हो छोरो चिया खाने हो मेरो पनि यति छ यी खै पोखेलाई फेरि पोखेलाई ए पोख्यो मेरो पोखेन पोख्यो मेरो त ट्रेमा साथीहरू त्यो चाहिँ मेरो छोराले बनाएको घर हो है कार्टुनको घर हो त्यो चाहिँ यहाँ भएको छ नि जुन त्यहाँनिर भएको त्यो घर चाहिँ यहाँ हाम्रो ह्यान्डसम छोराले बनाउनु भएको घर हो क्या त्यो स्कुलको लागि स्कुलमा प्रोग्राम थियो घर बनाउने कम्पिटिसन थियो होइन छोरा अनि त्यो घर बनाएर चाहिँ के भएको तिमी सेकेन्ड भएको साथीहरू सबैजना 44जनामा सेकेन्ड हुनुभएको थियो त्यो घरको चाहिँ पार्टहरू अलिअलि गइसकेको छ त्यसको छाना पनि भत्किन लागिसकेको छ त्यसको गार्डनहरू पनि भत्किन लागिसकेको छ क्या यो घरहरूको एकदमै राम्रो थियो उसले 44जना साथीहरूमा पनि जितेको आएको थियो त्यसको ढोका पनि थियो है यसरी ढोका पनि खोल्न लगाउनु मिल्छ होइन यसको त ढोका पनि खोल्ने ढोका पनि छ अनि यता झन्डा पनि थियो होइन र यसको त झन्डा यसो
गार्डनहरुको राम्रो थियो। यसपछि छाना पनि यसरी निस्किसकेको छ के गाइज। एकदमै राम्रो थियो। त्यो साथीहरुलाई जितेर आएको थियो यो घर बनाउँदाखेरि, सेकेन्ड भएर आएको थियो के। अहिले चाहिँ बिग्रिदै गइसक्यो नि त, भइसक्यो 3-4 महिना भइसक्यो होला उसले राखेको पनि बनाएर। अहिले चाहिँ बिग्रिसक्यो। होस् न त नि, बच्चाहरूले बनाएको भनेर मैले पनि यतिकै सजाएर राखिदिराखेको थिएँ यो घर चाहिँ। अनि धेरै बिग्रिन लागिसक्यो। अब धेरै कामै नलाग्ने भइसकेपछि चाहिँ म फालिदिन्छु। अहिले देख्दा पनि अझै राम्रै देखिँदैछ, त्यही भएर मैले चाहिँ राख्दै गरी राखिराखेको हो के यो घर। यसरी हेर्दा पनि कति राम्रो देखिँदो रहेछ क्या यसरी। वाउ, छोरोको माथिबाट लिएर आएँ मैले त। तेलको कार्टुन र चाउचाउ कार्टुनबाट बनाएको थियो यो घर चाहिँ। कस्तो राम्रो थियो क्या, मलाई चाहिँ एकदमै मन परेको है। ढोका खोल्ने दबाउनी पनि थियो। अनि यसको छाना यता अगाडि झन्डा पनि राखेको थियो, यहाँ नेपालको झन्डा। त्यसले अहिले चाहिँ यो गार्डनको पनि यो वाल भत्किसकेको छ, यता पनि वाल भत्किन लागिसकेको छ उसको चाहिँ। अनि त्यसपछि चाहिँ यो राखुन्जेल राम्रो देखिन्जेल चाहिँ म राखिदिन्छु। त्यसपछि चाहिँ म फालिदिन्छु। यो कामै घरै पुरै बितिसकेपछि चाहिँ फालिदिन्छु कि। त्यो भएर मैले चाहिँ यो बच्चाहरूले बनाएको राम्रो होस् न दिन, उसलाई मेमोरी भइरहन्छ राखौँ भनेर राखिदिराखेको हो के साथीहरू। घरलाई नि यता राखिदिन्छु म। सक्यो? कति छ मामुको? मामुको त सिद्धिन लाग्यो। मामुले जित्न लागिसक्यो नि त। आज आमा छोराको चिया खाने कम्पिटिसन। मेरो त सिद्धियो, मैले जिते। यो त थेगोड छ नि चियापत्तीको रङको। ल सिद्धिसके त छोराले नि छिटाइसकेछ है त। ल कस्तो भयो? कस्तो भयो चिया? मिठो भयो। अब के भने चाहिँ बाई बाई फ्रेन्ड्स। हाम्रो भिडियो अन्तिमसम्म हेर्नु भएकोमा धन्यवाद। नमस्ते। फेरि अर्को भिडियोमा हामी भेट्छौँ। बाई बाई। खै बाई 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 गरिदिन्छु।